हामीले चाहिँ यो खोला थुनेको सानो खोला चाहिँ माछा चाहिँ हेर्नु है यहाँ बुझ्न के गडेरहरू चाहिँ भाग्नको लागि ट्राई गरिरहेछ माछा चाहिँ अलिअलि रहेछ माछाहरू आउँदैछ है त माछा माछाहरू अलिअलि आउँदैछन् माछा म तपाईँहरूलाई देखाउँदै गाइस सानो सानो रहेछ माछा चाहिँ छ है अलिअलि गाइस माछा छ माछा है माछा गाइस खोला सुकिसक्यो माछाहरू आउँदैछ यहाँ नै यहाँ गाइस माछा यहाँ बिजोग छ माछा आयो है माछा गाइस आफै आइरहेको चाहिँ लोकल माछा है त गाइस माछै माछा है यहाँ कति भइसक्यो माछा हामीले हेर्नु है गाइस आफै उफ्रिरहेको है त माछै माछा छ पानी सुकिसकेको अवस्था माछाहरू उफ्रिँदैछ है त गाइस माछाहरू उफ्रिँदैछ माछा माछाहरू आफै खोइ दाइ त यता देखाउनु त खोइ यत्रो कोसीको माछा ल है त खस्रो पानी सुकेर माछा उफ्रिँदैछ है त गाइस पानी सुकेर माछा उफ्रिँदैछ अर्को पनि छ है अर्को पनि छ अर्को माछा हुर माछा यति भइसक्यो हामीले पक्रेको सजिलो थियो खोला पनि यहाँ छ माछा दाइले पक्रिँदै हुँदैछ माछा चाहिँ अलिअलि छ है गाई चाहिँ आउँदैछ माछा गाई माछा छ है माछा माछा चाहिँ यस्तो भयो चाहिँ पानीमा भएर सुकेर माछा पानी सुकेको अवस्था यहाँ पनि छ है गाइस माछा चाहिँ जाल यहाँ हामीले थापेको थियो माछा यहाँ छ अलिअलि ओ यो उफ्रिएर कट्छ हो यो माछा कट्छ क्या सानो सानो छ हे हाम्रो आज खतरा फिसिङ ब्लग बाँदर दाइ हो होइन आजको मेन हन्टर माइला सबैको हन्ट गर्नु सिप्पालो छ नि त फेरि माछाको मात्रै होइन यहाँ चाहिँ पानी टन्नै रहेछ यार तर यहाँ अलि माछा हेलाएर हामी सुकाउँछौँ माछा माथि उफ्रिँदैछ है माछा पानी सुकेर हामीले सोचेको भन्दा धेरै माछा रहेछ यहाँ उफ्रिँदैछ माछाहरू गाइज यहाँ छ है ठुल्ठुलो माछा रहेछ म देखाउँछु मारेर दाइ यहाँ ठुलो माछा यहाँ आउनु न ठुलो माछा क्या यहाँ आउनु न पक्रिनु न यहाँ भिडियोमा बनाइरहेको छु कि यहाँ छ यहाँ छाम्नु त यता यता आयो यता माछा छ है गाई जालभरि खोलानौँ माछाभरि झोलानौँ कि के अरे यहाँ छ यहाँ छ कि यहाँ छ गाई भनेको आयो आयो यता यता छ यता Shit.
माछा चाहिँ यहाँ आइपुगेछ हत्तेरिका माछा समाउनै गाह्रो भयो एक हातले माछा यस्तो छ गाइस माछै माछा छ यार पानी सुकेर माछा पनि बिजोग छ यति माछा गाइस खोला सुकेर हामीले सोचेको भन्दा पनि धेरै माछा रहेछ खोला सुकेर माछाको हालत यस्तो भएको चाहिँ गाइस ए यो चाहिँ लोकल फिस हो माछा यो ढुङ्गामा छ माछा दाइ पक्रिनु त पानी सुकेर माछा गडेर माछा सानो यो झन् लोकल माछा तर यसलाई हामी टिप्दैनौँ सेतला मात्र टिप्छौँ गडेर माछा है गाइस माछै माछा पुरै भएको छ माछा माछा पुरै भएको छ माछा चाहिँ बब्बालाई मऱ्यो अहिले आउँदा लानुपर्छ छोटो यस्तो यस्तो सजिलो थियो तर बाढी आएर सङ्लो भएकोले खोला कोसीको माछा धेरै परेको रहेछ मजा आयो आज माछा मार्नु यहाँको दाइ टिप्नु भयो यहाँ एउटा सेतो थियो यार कहाँ गयो हिले यो चाहिँ हिले सेतो स्नेक सेतो माछा टन्नै छ है ओह यहाँ आइपुगिसक्यो दाइ माछा यहाँ आइसक्यो के माछा यस्तो छ है पानी सुकेर माछा उफ्रिँदैछ है गाइस पानी सुकेर माछा उफ्रिँदैछ ओह माछा माछा हेर्नु है गाइस माछा उफ्रिएर भागेको पानी सुकेर यत्रो छ माछाको चाहिँ टन यहाँ पनि छ तपाईँ खुट्टातिर दुःख दिन्छस् पछार्छु ल ल जालमा पनि एउटा माछा परेछ हामीले चाहिँ छोटो थुनेको भब्बाल माछा पर्यो सोचेको भन्दा धेरै माछा रहेछ हाम्रो माछा यति भइसक्यो चाहिँ गाइस यति पानी फेलायो त अब माछा पानी सुकाएर माछा मार्ने एकछिन माछा छ खोला सुकेछ है माछा चाहिँ हेर्नु नि गाइस यस्तो एउटै साइजको दामी खालको माछा हामीले अघि मार्दै यहाँ छोड्दै आएको छौँ सब उठाउँछौँ माछा गाइस ठिकै यस्तो छ है माछा चाहिँ अब पुरै यहाँको लोकल गडेर माछा पानी सुकिसकेछ दुई तीनटा दोस्तले मारिसक्यो
यहाँ बिजोग पानी नभएर लगेर यो उफ्रियो टोकेर के गर्नु पर्यो यसलाई गडेर माछाको बिजोग छ पानी नभएर यस्तो छ यही चिहेर हातमा आउँदैन क्या यार यहाँ छ है त माछा अरू यस्तै अरूले थुनेको अनि बाढी आएर फेरि सङ्ग लिएर अनि खोला उ भएपछि अनि हामीले त्यही खोला यस्तो उसलाई चाहिँ सानोलाई चाहिँ यता थुन्दै चाहिँ माछा टन्नै रहेछ गाई जस्तो सेतै सेतो माछा हाम्रो यो चाहिँ फेरि ढडिया हो रेडिमेड ढडिया गङ्गटा है गाइस यो चाहिँ फेरि हड्डी दुखेको दबाई हो होइन के दुखेको दाइ यो चाहिँ खतरा भिटामिन हो यो होइन जिउसिउ दुखेको हामीले त्यहाँ गाई चाहिँ माछा अघि हामीले मारेर राखेको है माछा गडेरै गडेर अरू पछाडिबाट हिलो सँगै हिलो क्या हिलो 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 ल गाई हिलो समाउँदै तर टिप्न भनेको आजको ब्लग यति नै हामी चाहिँ तिनजना हैलट्ठुहरू चाहिँ आज हामी टाइम पास गर्ने भनेर चाहिँ बादर खोला माछा मार्न आएको आज नसोचेको अनएक्सपेक्टेड माछा मरेको छ कति मऱ्यो भनेर गाइजहरूलाई म देखाउँछु एकछिन है त टोटलमा झन्डै 1 केजी जस्तो माछा मरेको छ यस्तोमै धेरै माछा मऱ्यो माछा है गाई म चाहिँ पखाल्दैछु माछा चाहिँ यस्तो छ है माछा चाहिँ यस्तो छ दामी दामी खालको सेतो यहाँको लोकल फिस हो हामीले मारेको 3 जनाले आज अब हामी गएर यसलाई भुटेर खान्छौँ लोकल बाद्रा खोलाको लोकल फिस र यो ब्लग आजलाई यति नै है त गाई भोलि पनि हामी फेरि फिसिङमा आउँछौँ अनि भोलिको ब्लग पनि लिएर आउँला ल्याउनु पर्छ क्या यार प्लास्टिक लिएर आउनु पर्छ क्या हामीले है ल गाइस ल आज हामीले खतरा माछा माऱ्यौँ भने दोस्त डेन्जर हाम्रो आजको खतरा ढडिया थाप्ने मान्छे यहाँ चाहिँ दुवालेलाई चाहिँ पुरै पानी छेक्ने मान्छे खत्रै छ दाइ एउटा केही भनिदिनु न त आजको माछा मलाई कस्तो लाग्यो ठिक छ होइन यता हेर्नु लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भनेर भन्नु पऱ्यो नि त यार के हो दाइ यार भनिदिनु न यता हेरेर ल लाइट दाइ हाम्रो दाइ चाहिँ खतरा हो हामी उस्तै आएको आज अनएक्सपेक्टेड माछा मरेको छ हामी खुसी छौँ है त ल गाइस सी यू हामी नेक्स्ट भ्लगमा फेरि